ध्यानै भएन सुरुको भने कि अन्तिमको भने सुरुको त्यस्तो हिँडिरहेको छौँ सुरुको भने अब लगभग बस्ने स्टेसन पनि कोटेश्वर जडीबुटीबाट हामी यहाँ गाडी चढ्न जान लागिरहेका छौँ होइन सोरोल्पा जानलाई हाम्रो एकजना दोस्त एकदम रेडी भएर बसिरहेको छ होइन के त कस्तो लागिरहेको छ दोस्त एक्साइटेड छु रमाइलो लागिरहेको छ नि होइन सबै हिँडमाथि हिँड्नको लागि सोल्टी पुरै ज्याकेट साकेट लगाएर होइन एकदम प्रफुल्लित मुद्रामा छ अब हाम्रो दुईजना पार्टनरहरू सरहरू आउँदै हुनुहुन्छ अब यहाँ ट्याक्कै एकछिन गाडी चढेर हामी चाहिँ आजको यात्रा यहाँबाट सुरु गर्दैछौँ है त यहीँको होला नि यतैको लोकल सबै चिज यतैको दाल चाहिँ अलिकति हाल्नुहुन्छ लोकल अर्ग्यानिक हुन्छ हाम्रो बाहिरबाट दाजुले यार एकदम मिठो खाजा खाना खाउनु भयो है के छ दोस्त खाना कस्तो लाग्यो खाना ठिक छ होइन घरमा आएको थियो नि त हो बनाउने हो डाक्टर साहब ठिक छ नि होइन डाक्टर साहब के छ कालापत्थर ज्याकेट भात होइन एक कुनी भात अब थप्नुपर्छ फर्स्ट टाइमको हो क्या थप्नु भएको छैन थोरै थप्नुपर्छ दुध भयो खट्टे हट्यो भयो भाषा खाएर लाग्यो है त मलाई नि के थाहा कोही बच्चा है झ्यालपट्टि बस्नुहुन्छ बस्नु न कस्तो घुमा त यार ओहो यहाँ सिङ्गटीको पनि खाइ है चटपट सरे लिइरहनु भएको छ है मौसमले अहिले चाहिँ साथी क्लियर मौसम छ डाक्टर साहब यहाँ के छ सर एकदम उइलाउनु भएको छ खानामा नुन कम परेर भात पनि कम खाइ भात पनि खासै धेरै खानु भएन अल्छी लागेर चटपट खानु थाल्छ Tell me all your dreams align. Sign me up and tell me about the people that you know who are trying to feel alive. Life can get hard, so honey, if you need to cry, come share my pillow and rain, go away. I wanna hear about everything you're ever thinking. You know that I truth call me out. हामी गएर खाना गाउने बास हुन्छ होइन त सिमी गाउँमा कतिखेर हिँड्नुहुन्छ तपाईँहरू शुक्र शनिबार हो तपाईँहरू हिँड्ने उहाँको नम्बर लिएको छ होइन शनिबार हो भने हामी ठ्याक्क भ्याउने हुन्छ ल हामी त्यो गाडीलाई लिन जा माथि भन्नुहुन्छ पानी खाउँछ अरे अब सिरमु चाहिँ को छ र सिरमु चाहिँ सम्म जान पाइ सकिँदैन होला है साना गाउँकै त्यसै होटल मजाले पाइन्छ के गर्नु पर्दैन होला है हजुर अहिले खाली छ भने होटल खाली छ है यस्तो छोरोलमा जाने मान्छे टुरिस्टको मात्रा कम भयो अलि
टुरिस्टको बनाउनु पर्ने अलिक विशेष बेस सिजन भएर हो कि हो र एकैछिनको विश्रामपछि हामी पैदल यात्रामा साई र म परिवार जोडी घुटुक्कै बाडुले लाया रातिमा सम्झना आया साई र म भुटुक्कै ओहो यार साह्रै मिठो साई र म बाडुल्की लाया ए साई र म परिवार जोडी के छ त एकदम ठिक छ अहिले साई र म परिवार जोडी घुटुक्क बाडुली लाया सँगसँगै रहनु हो प्यारा त्यसपछि के हो करिब आधी घन्टा जति हिँडिसकेपछि बाटोमा सहयात्री दाजुभाइ दिदीबहिनी बाआमाहरूलाई भेट भयो हामी लगभग 1 घन्टा जति हिँड्यौँ भन्ने कुरा आयो अब 1.5 घन्टापछि हामी सिमी गाउँ पुग्छौँ 5 बज्ने भयो अझ बढी कुन ठाउँ रे सुरमुचे सिमी गाउँबाट कति टाइम लाग्छ 2 घन्टा 2 बाटो त्यस्तै हो कि यस्तै ठाडो बाटो हो यस्तै ठाडो हो है त्यो सकिँदैन ल यति सानो नानी बाबु पनि हिँडिरहेका छन् आज रातभरि हिँड्यो भने कहाँ पुग्ला उज्यालो हुँदा माथि पुग्छ है छोरोल्पा तेर्से बाटो भन्दै थियो हिँडिदिन्छ सर यात्रा जारी छ अब लगभग सन्ध्याले टेक्दैछ यो चाहिँ छोरोल्पा हिमतालदेखिबाट आएको खोलो भन्ने बुझ्यो र यसको किनारे हामी एक दिन आधी हिँडेर पुग्छौँ बाटो यस्तो छोडेर तल हेऱ्यो भने तल पुग्छ डेन्जर जाने ठाउँ छैन सुरुमचेमा हामी बसेर आज बिहानको भ्यू हाम्रो साथीहरू हेलो कस्तो लाग्यो यात्रा कस्तो लाग्यो सुताइ बसाइ हाम्रो टक सापमा हुनुहुन्छ हो एकदम चिसो लागेर उठ्न खोजिरहनु भएको छैन हाम्रो अर्का डक साप बिहान फ्रेस भइसक्नु भएको छ यो अन्त यार यो चाहिँ सुरुमुचे त्यो भ्यू हो अब तपाईँहरू आउँदाखेरि यो होटेलमा बस्नु एकदम राम्रो हस्पिटालिटी छ सुमुचे होटेल म अझ जुम गरेर पनि राखिदिन्छु फोन नम्बरहरू छ टिप्नुहोस् आउँदाखेरि छेदबाट 5 घन्टा 2.5 घन्टाको यात्रामा यहाँ आइदिन्छ सुमुचेबाट हामी टक्क 2 घन्टामा क्याल्सी आइपुगेका छौँ है त बाटो चाहिँ टार्गेट 2.5 घन्टाको थियो हामी 2 घन्टामा आइपुग्यौँ खै यहाँसम्मको ठिकै छ यहाँबाट हाम्रो भनेको दोङदाङ अब 1.5 किलोमिटर 30 मिनट भनेपछि बाटो त्यसै जस्तो छ त्यसपछि सिम्बुचे पछि हामी क्याल्सी आइपुग्यौँ 1.5 घन्टामा त्यहाँबाट 2.5 घन्टामा अहिले हामी कहाँ आइपुग्यौँ दोष सायद यही नै होला दोष यही हो हाम्रो रायन दिदीको होटेल यही नै रहेछ हो दिदी टासी दिलेक एकदम मिठो नाम छ ल सर के स्वागत छ हामी 8 बजेदेखि निरन्तर 8 देखि 1 बजेसम्म 9 10 11 12 5 घन्टाको यात्रापछि यो थाङदिङ भन्ने ठाउँमा पुगेका छौँ अब हाम्रो खाना तयार हुन्छ दिदीले खाना तयार गर्नुहुन्छ ए घुरा रहेछ यो छ्याङ चताउने यहाँ त डेटै थाहा हुँदैन मोबाइल आउँदैन
एकदम पानी परिरहेछ हामी सही टाइममा यहाँ आइपुगिरहेका छौँ ल हेर्नु अनि यो यस्तो रहेछ कि हेर्नुहोस् भएन ए ल दोस्त यो परिरहेको छ है लाइट यो परिरहेको छ यस्तो हिउँमा टेकेर हिँड्दैछौँ हामी मचक मचक सरहरू हिँडिरहनु भएको छ ल हेर साथी हो हाम्रो यात्रा एकदम कठिन छ दोस्तले भनेर चाहिँ त्यो यात्रामा सहभागी भएको तर मेरो पहिलो अनुभव हो यो बाटैदेखि यहाँ दोस्त 1 फिट 2 फिट भइसक्यो जस्तो साथीहरू हेर्न सक्नुहुन्छ दोस्त यहाँ चिल पारामा हिँडेको छ हेर्नुहोस् यहाँ हालत 2 फिट भन्दा माथि भइसक्यो बाटो कहाँ हो पत्ता लगाउन सकिएको छैन होस् ल घरहरू त त्यतै जस्तो लाग्यो घरहरू त त्यतै जस्तो लाग्यो उतातिर उतै माथि हो के बस्ने ठाउँहरू यही हो र हामी बस्ने खोइ भोटिले यही हो त खोइ सरहरू कहाँ हो त यार अब त हेर्नु त बिजो भयो त भोटिले माथि खाँदा उयो त्यही हो कि हल्लो हल्लो ओ त्यहाँ जाउँ त्यहाँ बसौँ न अब ठाउँ भयो भने बसौँ नभए पनि बसौँ घर त रहेछ जाउँ ल यहाँ हिउँ पऱ्यो बाटो साटो केही देखिएको छैन बिजोक भयो त बिजोक हेलो हेलो ल पुलमा यसरी हिँडिराखेको छौँ हामी यो यसरी यात्रा गरिरहेको छौँ साथीहरूको अवस्था पनि म देखाउँछु यस्तो अवस्था छ एकजना दिदी अगाडि हिँडिरहनु भएको छ हो कहाँदेखि आउनुभएको हो हातमा पन्जानी छ कि छैन हो खुट्टाको हालत यस्तो छ Lighten up, take me on your magic river. Tell me all your dreams align. Sign me up, tell me about the people that you know who are trying to feel alive. यसले यसले ल I wanna hear about everything you're ever thinking. You know that I can take the truth. बाक्लो पनि साह्रो पनि फेस फेस गएको थियो अहिले
करे गरिनु भएको यार If you think I'm never sleeping, maybe I can turn it around. Oh yeah. Baby, if you want us, you know time is on our side. कहाँबाट आउनु भयो त Things are gonna haunt कताबाट आउनु भयो त भारी नै अप्ठ्यारो नाम्लो लामो भएको जस्तो छ हजुर हामीहरू त तल छेदबाट अनि कहाँ बस्नुहुन्छ आज अनि माथि सदा बस्ने ठाउँ बेदिङ भनेको कहाँ छ बेदिङ हामी बस्ने कता बेदिङ आउँदै हो ए अनि तपाईँ कहाँ जानुहुन्छ ए घर बेदुङ हो ए अनि यस्तोमा बुढी मान्छे के लिएर आउनु भएको त आलु लिएर बिस्तारी आउनु अप्ठ्यारो रहेछ बेदुङ आउँदै हो माथि एक बिसाउने ए घर बस्ने घरहरू छ हामी चाहिँ ठाउँ कहाँ हेर्नु न हेर त्यो लोकेसन ए एक बिसाउने ए हामीसँगै आउनुहोस् बिस्तारो